साथीभाइहरू यो भिडियो हैन, यो भिडियो एकदम अत्यन्त जरुरी सूचना छ। यो तपाईको लागि मात्रै हैन, यो हाम्रो हिन्दू समाज, नेपालमा बस्ने हिन्दू समाजहरुको लागि एकदम अत्यन्त जरुरी सूचना छ। त्यही भएर मैले तपाईहरुलाई आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु, यदि तपाईको मोबाइलमा यो भिडियो पुगेको छ भने तपाई आफ्नो साथीभाइलाई नि यो भिडियो देखाउनुस् र भिडियोलाई अवश्य शेयर गरेर एकअर्कामा कसरी फैलाउनुहुन्छ। तपाईहरुको काम, हाम्रो काम जति थियो त्यति हामीले गरिरहेको छौं र हामीले देखाइरहेको पनि छौं। अब तपाईहरुको काम छ यो भिडियो शेयर गरेर यो सूचनालाई सम्पूर्ण हिन्दू दाजुभाइहरुमा पुगाउने काम तपाईहरुको पनि छ। त्यही भएर तपाईहरुको मोबाइलमा यो भिडियो पुगेको छ भने एकदम शेयरको लागि एकचोटी मात्रै, अबदेखि मैले कहिले पनि भन्दैन कि मेरो भिडियो शेयर गर्नु होला। यो भिडियो अवश्य शेयर गरेर सम्पूर्ण हिन्दू दाजुभाइहरुलाई पुर्याउनु होला। तपाईहरुलाई मैले एउटा लिंक हाल्दिएछु यहाँ माथि, तपाईले यो लिंकको बारेमा पछि भन्छु। पहिला म यसको बारेमा भन्दिन्छु। अहिले तपाईहरुलाई थाहा छ हैन, हाम्रो सरकारले संविधान संशोधन गर्ने माग गरेको छ र दुधियाको सरकारले गर्छ पनि होला यो संविधान संशोधन। हामीले हिन्दू राष्ट्र चाहियो कि चाहिएन भनेर यहाँ माथिको लिंकमा एउटा इमेल दिएको छ, एउटा व्हाट्सएप नम्बर दिएको छ। व्हाट्सएपमा तपाईहरुले डाइरेक्ट मेसेज पनि गर्न पाउनुहुन्छ। यदि तपाईहरुले इमेल गर्न चाहनुहुन्छ यहाँबाट तपाईले आफ्नो नाम र आफ्नो ठेगाना मात्रै हालेर अनि तपाईहरुले यो मेसेज गर्न सक्नुहुन्छ, जिमेल गर्न सक्नुहुन्छ। यहाँ व्हाट्सएप नम्बर पनि दिएको छ, जिमेल पनि दिएको छ। तपाईहरुले मैले यति भन्न चाहन्छु कि तपाईहरुले हिन्दू राष्ट्र होस् भनेर चाहियो भने तपाईहरुले प्लिज एकचोटीको लागि यसमा अवश्य मेसेज गर्नु होला। अवश्य यसमा एउटा आफ्नो प्रक्रिया अवश्य दिनु होला। मैले तपाईहरुलाई आजबाट केही पनि भन्दैन, यो भिडियोलाई सम्पूर्ण नेपाली दाजुभाइहरु, हिन्दू दाजुभाइहरुमा पुग्नु परोस् र सम्पूर्ण दाजुभाइले एउटा मेसेज गरेर हाम्रो हिन्दू राष्ट्रको माग फेरि पनि गरोस्। तपाईहरुसँग एउटा आग्रह छ। यी बोर्ड मैले किन लगाएको छु तपाईहरुलाई थाहा छ? यो हाम्रो एउटा गौरवशाली इतिहास थियो। कहीँको बोर्डमा लेखिन्थ्यो कि हिन्दू राष्ट्र नेपाल भनेर। आज धुलमाटी त्यही बोर्डमा लागेको छ दाजुभाइहरु। हामी हिन्दू दाजुभाइहरुले सोच्ने कुरो हो, 82-83% को नेपाल हिन्दू अधिराज्य हो। हामीले अहिले होइन त कहिले पनि हुन सक्दैन है दाजुभाइहरु। अवश्य शेयर गर्नु होला। यदि तपाईहरुले हिन्दू राष्ट्र चाहिन्छ भने, तपाईहरुलाई हिन्दू एकता हुनु छ भने अवश्य एउटा मेसेज र यो भिडियोलाई शेयर गरिदिनु होला। जय श्री राम।